अनुरोध गर्न चाहन्छु। सुम्निमालाई हामीले आमा भन्नुपर्छ, बारवाङलाई हामीले बाबा भन्नुपर्छ। जुनै जाति जुनै तपाईको चाहिँ संस्कृतिमा जन्मेको मान्छे पनि आकाशबाट झरेको हामी असीमा जमिनमा पलाएको च्याउ नभएर हामी हाम्रै आमा बाबुको सन्तान हो। हाम्रो आमा बाबुलाई, हाम्रो आमा बाबालाई, हाम्रो पितृलाई हामीले सम्मान गरिरहनु पर्छ। हाम्रो पितृ नै हाम्रो तपाईको चाहिँ पूजनीय हुनुहुन्छ भन्ने एउटा त्यो संस्कृति र त्यो मनोविज्ञानको संरक्षण गर्न चाहेका छौं हामीले सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गरेर। अहिलेको जमाना कस्तो आयो, हरेक कुरा पैसामा मापन हुने, पैसामा मापन हुने भएको कारणले गर्दाखेरि अहिले आमा बाबु बुढाबुढी हुने बित्तिकै उसलाई चाहिँ होइन वृद्धाश्रममा लगिदिनुपर्छ, उता कहीँ कतै चाहिँ होइन केयर होम के अरे तपाईँको केयरिङ होममा लगेर राखिदिनुपर्छ भन्ने खालको जुन एउटा कुचलन छ, त्यो कुचलनलाई चाहिँ तोड्नुपर्छ। त्यस्ता खालका नानीहरू चाहिँ हुनु हुँदैन भनेर हाम्रो बाल मनोविज्ञानलाई मोड्नका लागि पनि र हाम्रो चाहिँ संस्कार संस्कृतिलाई, हाम्रो इतिहास र चाहिँ हाम्रो चाहिँ होइन गौरवशाली हाम्रो सभ्यताको बारेमा पनि बुझाउनका लागि हामीले नयाँ पिँढीलाई सिकाउनका लागि, अध्ययन गर्नका लागि अध्ययन केन्द्रको रूपमा पनि सुम्निमा पारुहाङ प्रतिमा र त्यो सहितको सांस्कृतिक सम्पदा हामीले निर्माण गर्न गइरहेको म यहाँलाई जानकारी गराउँछु।